विशेष विशेष जानकारीमूलक र रहस्यमय यस्ता सपनाहरूको जानकारी लिएर आएको छु। हरेक भिडियोमा मैले केही न केही नयाँ नौलो दिइरहेको छु। कहिले राशिफल, कहिले सपनाफल, कहिले शकुनका कुरा, कहिले स्वर विज्ञानका कुरा भने, कहिले तन्त्र मन्त्रका कुरा, कहिले ज्योतिषको कुरा, कहिले वास्तुको कुरा, कहिले हस्तरेखाको कुरा, हरेक कुरा तपाईँले यहाँबाट देख्न पाउनुहुनेछ। आजको अहिलेको सिरियल म यति बेला सपनाको सिरिजमा छु र सपना फलमा यदि तपाईँ विश्वास गर्नुहुन्छ भने नयाँ नयाँ नौला नौला कुराहरू पनि तपाईँले यहाँ धेरै कुरा जान्न पाउनुहुनेछ। सपनामा यदि तपाईँले जिउँदो व्यक्तिलाई मुर्दाको रूपमा देख्नुहुन्छ, हेर्दा जिउँदो जस्तो हुन्छ, मुर्दा हाँसेको छ, बोलेको छ अथवा तपाईँसँग गफ गर्न खोजेको छ भने पनि यसलाई पनि अत्यन्तै राम्रो मानिएको छ। जसलाई तपाईँ देख्नुहुन्छ, यदि तपाईँले चिनेको आफन्त घर परिवारभित्रै छ भने पनि जसलाई देख्नुहुन्छ उसैको आयु बढ्नेछ। यदि नचिनेको छ भने तपाईँलाई आफैलाई पनि राम्रो हुनसक्छ, आफ्नै आयु पनि बढ्न सक्छ, अथवा विशेष गरेर जसलाई देख्नुहुन्छ उसैको आयु बढ्नेछ भनिएको छ वास्तवमा। र परेशानीहरू तपाईँका अथवा उसका दूर हुनेछन् र साथसाथमा कुनै पनि तपाईँले सामान हराउनु भएको छ भने त्यसलाई मिल्न सक्छ, त्यो भेटिन सक्छ, या गुमेको पैसा उठ्न सक्छ, या तपाईँबाट टाढिएको चिज फेरि रिटर्न आउन सक्छ। र विशेष गरेर कुनै न कुनै प्रकारको तपाईँलाई शुभ समाचार पनि मिल्न सक्छ। दूर दराजबाट, टाढा विदेशबाट पनि तपाईँलाई के नयाँ खबर आउन सक्छ। र यदि तपाईँले सपनामा जहर खाएको देख्नुहुन्छ भने अकारण तपाईँलाई नलागेको विष लाग्न सक्छ, अचानक कुनै आरोप लाग्न सक्छ, कसैले कसैले तपाईँलाई बदनाम गर्न सक्छ, षड्यन्त्रमा तपाईँलाई पार्न सक्छ, गलत काममा तपाईँलाई फसाउन सक्छ, या तपाईँ स्वयं राम्रोसँग छोडेर गलत सङ्गतिमा फसिन सक्नुहुन्छ, उतापट्टि आकर्षित हुन सक्नुहुन्छ, चाहे जानेर चाहे अनजानमा कुनै कुनै माध्यमबाट तपाईँको सङ्गत बिग्रन सक्छ। सपनामा जहर खानु, जहर लेपन गर्नु, अत्यन्तै नराम्रो दाग लाग्नु या जीवन जहरिलो बन्नु मानिएको छ भने सपनामा तपाईँ बाँचेको देख्नुहुन्छ, कसैले आत्महत्या गर्नबाट तपाईँले कसैले बचाएको देख्नुहुन्छ भने यसलाई भने अवश्य पनि उच्च स्थान भनेको छ। उच्च स्थान तपाईँलाई प्राप्त हुन सक्छ, इज्जत र तपाईँलाई धन प्राप्त हुन सक्छ र राम्रो घरखराङ कुल खानदानकी कुलीन पत्नी तपाईँलाई प्राप्त हुन सक्छ। यदि पुरुषले देख्नु भएको छ भने, महिलाले देख्नु भएको छ भने यस्तो श्रीमान योग्य पति तपाईँलाई प्राप्त हुन सक्ने सङ्केत मानिन्छ। र विशेष गरेर कुनै न कुनै सरकारी क्षेत्रमा तपाईँको पहुँच पुग्न सक्छ, कुनै ठुला व्यक्तिको तपाईँले सहयोग सपोर्ट पनि पाउन सक्नुहुन्छ। यो अत्यन्तै राम्रो मानिएको छ। तर सपनामा तपाईँले एउटा झाडु देख्नुहुन्छ भने, झाडु एउटा कुचो देख्नुहुन्छ अथवा एउटा अथवा धेरै अथवा कुनै पनि प्रकारमा तपाईँले झाडुहरू कुचोहरू देख्नुहुन्छ भने यसलाई अलिकति समस्या मानिएको छ। विपन्नमा हुन त लक्ष्मीको स्वरूप मानिनुहुन्छ झाडु देख्नु, झाडु आफैमा लक्ष्मीको स्वरूप हो, तर झाडुलाई देख्नु या झाडु लगाउनु यस्तो देख्नु भनेको गरिबी आउन सक्छ, कुनै न कुनै परेशानीहरू, समस्याहरू, उल्झनहरू अथवा जीवनमा तङ्गी आउन सक्छ, या आर्थिक समस्याले तपाईँलाई सताउन सक्छ, या कुनै न कुनै पैसा चोरी हुने, नष्ट हुने। तपाईँले त्यो झाडु लगाउँदै गरेको देख्नुहुन्छ भने पनि कतै कतै झाडु लगाएकोलाई धन प्राप्ति भनिएको छ। तर मैले आफ्नो धेरै अनुभव गर्दै जाँदाखेरि र धेरैतिर सपनाको खोज गर्दै जाँदा सपनामा झाडु देख्नु, झाडु हराउनु, झाडु दिनु, लिनु, बेच्नु, किन्नु अथवा झाडु बोकेर हिँड्नु, या धेरै झाडु देख्नु, या झाडुसँग सम्बन्धित कुनै पनि प्रकारका सपनाहरू देख्नुलाई विशेष गरेर झाडु लगाएको देख्नुहुन्छ भने तपाईँको पैसा आफन्त मान्छेले या कुनै आफ्नो आत्मीय नजिकको मान्छेले तपाईँको पैसा भित्रभित्र चोरी गरिरहन सक्छ। र साथसाथमा तपाईँले सपनामा यस्तो चेपु देख्नुहुन्छ भने यसलाई आफ्नो कुलको तपाईँ मुखिया बन्न पाउनुहुन्छ, कुनै न कुनै स्थान या कुनै पद तपाईँलाई प्राप्त हुन सक्छ। नोकरीमा तपाईँलाई तरक्की हुनेछ, प्रगति हुनेछ, उन्नति हुनेछ, प्रमोसन हुनेछ भने आशाको विपरीत तपाईँले कुनै न कुनै ठुलो राम्रो सत्यन्त राम्रो मिठो त्यस्तो खुसी पनि तपाईँले प्राप्त गर्न सक्नुहुनेछ। त आदरणीय दर्शक महानुभावहरू, आजको बसाइमा यति नै। यस्तै किसिमका अन्य पनि धेरै भन्दा धेरै तपाईँले सपना फलहरू देख्न चाहनुहुन्छ भने अवश्य पनि मेरा भिडियोलाई हेर्दै जानुहोला, च्यानललाई सब्स्क्राइब गरिदिनु होला। यदि पहिलो पटक तपाईँले भिडियो हेर्दै हुनुहुन्छ, नयाँ दर्शक हुनुहुन्छ र अहिलेसम्म च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया तुरुन्तै च्यानललाई सब्स्क्राइब गरेर यदि भिडियो मन परेको छ भने धेरैभन्दा धेरै माझ भिडियोलाई सेयर गरिदिनु होला, लाइक गर्नु होला, कमेन्ट गर्नु होला, आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन नबिर्सनु होला। भने यदि हजुरलाई कुनै पनि प्रकारको समस्या छ, ज्योतिषीय अथवा वास्तु सम्बन्धी परामर्श लिन चाहनुहुन्छ, आफ्नो जन्मकुण्डली चिना टिप्पणी हेराउन देखाउन पाउन चाहनुहुन्छ, अनलाइन ज्योतिष कोर्स गर्न सिक्न पढ्न चाहनुहुन्छ, या कुनै जिज्ञासा मेटाउन चाहनुहुन्छ भने अवश्य पनि तपाईँहरू व्हाट्सएप मार्फत आउनुहोला। मेरो च्यानललाई सब्स्क्राइब गरेर मेरो फेसबुक पेजलाई फलो गर्नुपर्नेछ। फेसबुक पेजलाई फलो गरेर तपाईँले फेसबुक मार्फत पनि मेसेन्जर मार्फत पनि जोडिन सक्नुहुनेछ। फेसबुकमा तारानाथ भण्डारी SL भनेर तपाईँले अङ्ग्रेजीमा खोज्न सक्नुहुनेछ भने युट्युबमा पनि तपाईँले सब्स्क्राइब गरेर च्यानललाई धेरैभन्दा धेरै माझ सेयर गरिदिनु होला। आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया दिन नबिर्सनु होला भन्दै आजको बसाइबाट छुट्टिन चाहे बिदा दिनुहोस्। नमस्कार। जय नेपाल, जय पशुपतिनाथ, जय जननी, जय कर्मभूमि।